चिनिया राष्ट्रपति सी जिनपिङको यो कुरा। म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थेँ। फल त मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैँ अरूलाई दोष दिए र उनीहरूको निन्द्रा मात्र गरे। जीवनमा अपनाउनु पर्ने 3 कुरा मेरो बुबाले मलाई सिकाउनु भयो। एक दिन मेरा बुबाले 2 कचौरा चाउचाउ पकाउनु भयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बुबाले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत अक्काल झुक्कल मात्र अन्डा खाने अवसर दुर्थ्यो, चाडपर्वमा वा नयाँ वर्षमा। मैले सहजै अन्डा भएको कचौरा छाने। जब हामीले चाउचाउ खान थाल्यौँ, मैले आफ्नो छनौटप्रति आफूलाई बधाई दिँदै खुसी हुँदै अन्डा खाएँ। मेरा बुबाले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिँधमा चाउचाउ मुनि 2वटा अन्डा देखियो। मलाई ज्यादै पश्चाताप भयो। आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफैदेखि रिस उठ्यो। मेरा बुबाले मुस्कुराउँदै भन्नुभयो, प्रिय छोरो, तिमीले बुझ्नुपर्छ, तिम्रा आँखाले देखेका कुरा सधैँ सत्य नहुन पनि सक्छ। यदि तिमी अरूबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउनेछौ। अर्को दिन मेरा बुबाले फेरि 2 कचौरा चाउचाउ पकाउनु भयो र टेबुलमाथि राख्नुभयो। पहिले जस्तै एउटा कचौरामाथि अन्डा थियो र अर्को कचौरामा अन्डा थिएन। बुबाले मलाई भन्नुभयो, प्रिय पुत्र, कुन चाहिँ कचौरा लिन्छौ रोज। यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अन्डा नभएको चाहिँ कचौरा छाने र फुर्कँदै चाउचाउ खुतल्याएर हेरेँ। कचौराको पिँधमा एउटा पनि अन्डा थिएन। मेरा बुबाले मुस्कुराउँदै मलाई भन्नु, प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन। किनभने कहिलेकाहीँ जीवनले धोका दिन सक्छ, छल गर्न सक्छ, तर तिमी रिसाउनु वा दुखी हुनु हुँदैन। यसलाई तिमीले एउटा शिक्षाको रूपमा ग्रहण गर्नुपर्छ। यो पाठ तिमी पाठ्य पुस्तकमा सिक्न सक्दैन। मेरा बुबाले तेस्रो दिन फेरि 2 कचौरा चाउचाउ पकाउनु भयो। एउटा कचौरामाथि अन्डा थियो र अर्को कचौरामा अन्डा थिएन। बुबाले कचौरा टेबलमाथि राख्दै मलाई भन्नुभयो, प्रिय पुत्र, चाउचाउको एउटा कचौरा रोज, कुन चाहिँ कचौरा लिन्छु। यसपटक मैले बुबालाई भने, बाबा, कचौरा तपाईँ रोज्नुहोस्। तपाईँ घरमुली हुनुहुन्छ। परिवारमा सबैभन्दा बढी योगदान तपाईँकै छ। मेरा बुबाले नास्ति नगरिकन एउटा अन्डा भएको कचौरा छान्नुभयो। मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनै सोचेँ, पक्का पनि यसपटक मैले अन्डा गुमाएँ। तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिँधमा चाउचाउले छोपिएको 2वटा अन्डा देखेर म आश्चर्यमा परेँ। मेरा बुबाले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, प्रिय पुत्र, तिमीले बुझ्नुपर्छ, जब तिमी अरूको भलाइको बारेमा सोध्छौ, स्वाभाविक रूपमा तिम्रो पनि भलो हुनेछ। त्यो दिनपछि मैले सधैँ मेरो बुबाले भन्नुभएको यी 3 कुरालाई जीवनमा अपनाएको छु। मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरूको भलाइ सोध्छु। सी जिनपिङको जीवन र सङ्घर्षबाट हामीले यी कुराहरूलाई सिक्न जरुरी छ। आगामी दिनमा यस्तै जीवनोपयोगी लेखहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरेर जोडिन नभुल्नुहोला। आजको लागि यति नै। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। धन्यवाद।